Good morning everyone, it's me Anmol. Let's start the video. So guys, आज चाहिँ म धेरै टेन्सनमा छु किनभने आमा बिमारी हुनुहुन्छ। त्यही भएर यसो गइयो छोरामा छोरो यतापट्टि बसिरहेको चास्ता टाँसेर गाईले धान खायो कि भनेर हेर्न गएको हामी खेती टाढा छ नि त अलिक त्यो बाइकमा गइयो छोरो लिएर सरर जाँदैछ हो र जाँदै खेत पनि आउन आँटिसक्यो र हेर्नुहोस् बाटो यो यस्तो बाटो छ बहुत टाढा छ खेतमा जाँदा के त्यही भएर फाइनली यो चाहिँ हाम्रो धान टार्ने लिएर म गाईले खान्छ कि भनेर हेर्न गएको म चाहिँ हो। यहाँ हेर्नुहोस् गाई छेउछेउमा बाँधिरहेछन् यो चाहिँ छिमेकीको उसले उठाइहाले धान र हाम्रो बाँकी चाहिँ हाम्रो यत्रो धान छ अनि गाईले खाइदियो होला खान्छ कि भनेर त्यहाँबाट हामी भिटा माग्न गयौँ। अब पाँजा काटेको थियो भिटा बाँध्नै पर्छ। यहाँ हेर्नु न अब घाममा टोपी सोपी लगाएर यस्तो घाममा मस्ती तपाईँलाई देखाउनको लागि हेर्नु न बिटा सिटा बाँधेर के भन्नु छ बिटा माथुम बिटा बाँधिँदैछ यस्तो घाम छ कि कोप टोपी लाउनै पर्यो होइन। अब खेती गरेपछि त धान त उठाउनु पर्यो नि त हो। धनी पनि त्यस्तो छैन नि त हामी मिडल क्लास भनेको सबैले गर्नुपर्छ क्या। त वाइट सर्ट लगाएर होला पुरा घाममा टल टल्केछ पुरा कालो उडे जस्तो छ। हेर्नुहोस् है बिटा हो यस्तो छ। अब के गर्नुहुन्छ गर्नै पर्छ। यस्तो गर्दा धान बाँध्यो बाँध्दै बाँधिसक्यो र बाँधिराखेको छ र अहिले चाहिँ भात खाइयो। अब लमत्त नगर सुत्ने हो। अब भोलि बिहान गर्नुपर्छ जति गरियो आज भोलि हो भनेर ल बाई बाई आजको लागि।